भनिहाल आजको लौका आलु अरू त्यही हो भात दाल र तरकारी दाल पनि छ दाल त छैन आज नत्र आलु र लौका यहाँ चाहिँ किन मासु नखाएको मासु धेरै खानु हुँदैन बोले छ होला केटाहरू त मासु किन भात जाँदैन त्यही त हाम्रो एउटा कालिया सरकार मासु किन भात जाँदैन भन्दै बोल्न छोड्दै गर्ने दिनेश त उता गएको हो त तरकारी पकाउनु चाहिँ रेडी भइरहेको है हाम्रो चाहिँ यस्तै छ अब यता यता पर्छ अब केटाहरूले सफा गर्नको लागि रामदिन जाऊ भोलिको लागि के गर्नु राखेको यता चाहिँ अब मरमसला हालेर टक्क बन्दैछ है दबाई मिठो बनाउनु पर्छ है म त हालिदिने ग्याटु हानेको यो नेपाली मात्र 500 रुपियाँ है नेपाली 500 कोही हान्न इच्छुक छ आयो हुन्छ कन्ट्याक्ट गरेर मैले नै हान्थेँ फेरि